के खाइरहेको भिडियो बनाएर आउँछ खाना हुन्छ यो चाहिँ आर्यनको फेभरेट पोज हो। भ्याकेन्सी अनाउन्समेन्ट गरेको थियौँ नि त अस्ति स्टाफ चाहिएको छ भनेर। मिल्क टी प्लस यस्तो दुनोट भर्खर भर्खर बनाएको तातो दुन। हामी स्कुल पढ्दा चाहिँ कस्तो मिठो लाग्थ्यो कस्तो दुनोटहरू। अहिले हातमा लाउनुलाई मेहन्दी स्टिकर छ, मेहन्दी यति धेरै फेसिलिटी छ नि। त्यही बेला त साउन्डको अहिले आउला मेहन्दी लाउनु भने हामी रेडी भएर बस्थ्यौँ क्या। अनि छनछन बज्ने कि कति खुसी लाग्ने कि त्यो सुनेर छनछन बजेर। खा के बताइए कैसे आयो टेस्ट ठीक है। पहिल्यैदेखिको मिस्त्री हो क्या उहाँ चाहिँ हाम्रो। अनि त्यही भएर जुन काममा पनि हामी बोलाइरहेको छ। अघिको काम अहिले भइसक्यो कि एकजना मात्रै भएर पनि त्यस्तो थियो कि त्यो टोइलेटको ढोका चाहिँ राम्रो थिएन कि सब। हाई गाइज गुड आफ्टरनुन नमस्ते जसले हजुरहरूलाई मेरो ब्लगमा स्वागत छ। र आजको ब्लग चाहिँ म मेरो पसलदेखि स्टार्ट गर्दैछु। लुक एट दिस जाऊ न जाऊ। लुक एट दिस माई पसल। अनि अहिले चाहिँ हामी अलिअलि काम गर्दैछौँ मर्निङको मतलब बिहानको टाइममा चाहिँ हाम्रो अलिअलि मिलाउने कामहरू हुन्छ र हामी स्टाफहरू सिकाउँदै पनि छौँ कसरी गर्नुपर्ने यताउता भनेर। अनि हामी पनि गर्छौँ। अनि यसरी मिलेर गर्दा चाहिँ लास्टै नै खुसी लाग्छ कि यसरी मिलेर गर्दा चाहिँ। हिजोको ब्लगहरू चाहिँ हजुरहरूलाई के कस्तो लाग्यो कमेन्ट मार्फत भन्नु होला। र त्यही नै हो मेरो ब्लग चाहिँ। हिजो कति लङ टाइमपछि मैले हिजो ब्लग हालेको थिएँ कि सो आज पनि कन्टिन्यू गर्दैछु। अब चाहिँ डेली हाल्ने कोसिस गर्दैछु किनकि अहिले चाहिँ कम भएको छ नि त माहौल व्यापारको। सो अहिले चाहिँ अब कन्टिन्यू गरिरहेको छु। सबभन्दा मेरो ब्लगमा स्वागत छ। अनि सरवन दाईसँग काम गर्न चाहिँ एकदमै धेरै मजा लाग्छ क्या। मतलब सरवन दाई चाहिँ एकदम धेरै फ्रेन्डली हुनुहुन्छ अनि एकदम धेरै मजा लाग्छ हामीलाई काम गर्न चाहिँ। सो हाम्रो काममा हजुरहरूलाई स्वागत छ र हेर्दै गर्नु होला र इन्जोय गर्दै गर्नु होला। र आजको दिन के कस्तो हुन्छ भनेर विचार भाइ त लजार उता खान्छौँ। आज चाहिँ हामी के कस्तो गरेर गर्छौँ दिनभरिको प्रतिक्रिया चाहिँ म हजुरहरूलाई देखाउने नै छु। र अहिले चाहिँ हामी मिलाउँदैछौँ यहाँ पसल सामानहरू डिस्प्ले गर्नुपर्छ। यो चाहिँ आर्यनको फेभरेट पोज हो। फेभरेट पोज आर्यनको उसले चाहिँ त्यहाँ सामान मिलाउँदै खाएको छु उसलाई त्यस्तो देखेको हो। अब त्यस्तो गरेर मिलाउनु पर्छ कि अगाडि काँटाहरू राखेको हुन्छ। अनि आर्यनको तरै फेभरेट पोज नै हो होइन आर्यन? तेरो फेभरेट पोज नै होइन त्यो? गीत गर्नु पर्न हो नबजा नै यहाँ अहिले कपिराइट लगाइदिन्छन्। त्यो काम गर्दै चाहिँ उसलाई त्यो बानी छ क्या त्यो गीत बजाउँदै काम गर्ने। हामी चाहिँ अहिले मिलाउँदैछौँ यहाँ। आजको हाम्रो नयाँ बहिनी आएको छ बिचरा। अस्ति हामीले के अरे भ्याकेन्सी अनाउन्समेन्ट गरेको थियौँ नि त अस्ति स्टाफ चाहिएको छ भनेर। अनि बहिनी आएको छ क्या। कहाँ बस्छौ तिमी? फ्यामिलीसँग हो कि एक्लै? को चाहिँ? ए बहिनी पनि छ। कस्तो लागिरहेको त नि तिमीलाई काममा? फर्स्टमा गाह्रो हुन्छ पछि सजिलो हुन्छ ल नछोड फेरि। फर्स्टमा चाहिँ अलिकति गाह्रो हुन्छ सामानहरू थाहा हुँदैन नि त पछि सजिलो हुन्छ। फर्स्ट केमै काम गरेछ गरेको छैन? गरेको छैन? सरजी त मकसद भएर इडीको त फेरि छुट्टै पारा छ भने। त्यो भाइ आएको चाहिँ 1 महिना पनि भएको छैन क्या। तपाईँ आएको कति दिन जति भयो होला भाइ? 2 हप्ता जति भयो? अब स्यालेरी थाप्ने लगाउँछु। अनि के छ नि मलाई यो के हुन्छ नि मिल्क टी प्लस यस्तो दुनोट भर्खर भर्खर बनाएको तातो दुनोट चाहिँ मलाई एकदमै धेरै मिठो लाग्छ कि। सो अब यो चाहिँ म खाँदैछु। एकदम ठुलो पनि खाएकै हो। हामी स्कुल पढ्दा चाहिँ कस्तो मिठो लाग्थ्यो कस्तो दुनोटहरू 5 रुपियाँको 10 रुपियाँको आउँथ्यो क्या। कस्तो मिठो लाग्थ्यो। तर साँच्ची नै सानोको जस्तै रहर चाहिँ ठुलो हुँदा फेरि नहुने रहेछ। तर भन्नु होला कतिको जति ठुलो भएर भने तर त्यो 6, 7, 8 क्लास हुन्छ नि जब हामी पढ्छौँ नि त्यस्तोको जस्तै चाहिँ रहर चाहिँ नहुँदो रहेछ कि। त्यो अहिले आएर फिल गर्दैछु क्या म। त्यस्तो
अनि सानोमा के त्यो के भन्छ नि त्यो हातमा थिचेर लगाउँछ नि त्यो पाती हो कि के भन्छ नि त्यो थिचेर लगाउँदा पनि कति धेरै रहर हुन्थ्यो क्या अहिले हातमा लाउनुलाई मेहन्दी स्टिकर छ मेहन्दी यति धेरै फेसिलिटी छ नि मतलब सबै छ नि त तर पनि रहर हुँदैन क्या आज साउनको 3 कि 4 गते होइन 3-4 गते भइसक्यो मैले मेहन्दी लगाउने वास्तै भएन क्या अनि अहिले अहिले चाहिँ साउन यात्रा भइसक्यो अब चाहिँ लगाउनु पर्ला भन्ने के त्यही बेला त साउनको अहिले आउला मेहन्दी लगाउनु भने हामी रेडी भएर बस्थ्यौँ क्या अनि अहिले त त्यस्तो रहरै नहुने क्या सानो जस्तै मेहन्दी लगाउँछु यताउता त्यस्तो नहुँदो रहेछ क्या ठुलो र सानोमा धेरै डिफ्रेन्ट रहेछ सो त्यही भएर भन्छ नि मान्छेले जुन टाइममा छ जे छ त्यसमा खुसी हुनुपर्छ त्यो सबैले भन्दो रहेछ जानी नजानी मेहन्दीहरू लगाउँथ्यौँ क्या अनि चुरा लगाउँथ्यौँ हरियो पहिरो चुरा अनि राति सुत्दा पनि हुन्छ नि छनछन बज्ने कि कति खुसी लाग्ने कि त्यो सुनेर छनछन बजेर खुसी लाग्ने थियो कि त्यही भएर त सो अहिले चाहिँ म चुरा नि केही लगाएको छैन म त हुन्छ नि सानो जस्तो रहरै छैन क्या रहरै छैन क्या अहिले सिर्फ त्यो काममा याद हुने म काममा जानु यस्तो गर्नु उस्तो गर्नु त्यति मात्रै याद हुन्छ मलाई नत्र नि त्यस्तो चुरा सुरा त्यस्तो छैन क्या रहरै मेटेको क्या चुकेको चुराहरू पनि लगाउँथ्यौँ कि नफुटाइकन फुटिन्छ चुकेको चुरा झन् छनछन बज्छ भनेर नफुटाइकन राख्थेँ कि म अनि सो हजुरहरूले साउनको मेहन्दी लगाउनु भयो कि नै चुरा लगाउनु भयो कि नै मैले चाहिँ चुरा लगाएको छैन अनि मेहन्दी चाहिँ मैले लगाएको छु स्टिकर थियो मैले चाहिँ स्टिकर माथि टाँसेर लगाएको हजुरहरू पनि लगाउनु होला साउनको चुरा हरियो चुरा म्यारिड मान्छेहरूले हरियो पोतेहरू यताउता हुन्छ नि त लगाउनु होला तपाईँहरूलाई पनि साउनको विस गर्न नपाए पनि मैले चाहिँ अहिले आएर विस गर्दैछु होइन ढिला भइसक्यो ढिला भयो नि त म अहिले आएर विस गर्दैछु सबैजनालाई ह्याप्पी साउन भन्न चाहन्छु खाना नै है मेरे को खाइए आप खा के बताइए कैसे आए टेस्ट ठीक है हाँ खाइए खाइए पहले खाइए और टेस्ट बताइए मैं टेस्ट लिखने आए हूँ क्या तपाईँको फेभरेट हो फ्राई चाउचाउ होइन चाउमिन मोमो मन पर्दैन कस्तो छ बबुल भैया ठिक छ बबुल भैया चाहिँ हाम्रो मिस्त्री हो कि होइन यो सबै र्याकहरू मिस्त्री उहाँले बनाउनु भएको कि हाम्रो खास मेहमान हुनुहुन्छ मिस्त्री बबुल भैया हामी बबुल भैया भनेर चिन्छ होइन ल खानु हामी डिस्टर्ब नै करेंगे आपको सब गरेर बबुल भैयाले सब गर्नुभएको यो वासरुम चाहिँ यस्तो बनाउनु खै त भाइ अलिकति यस्तो बनाउनु भएको कि वासरुम चाहिँ कस्तो राम्रो ढोका त्यो अर्कै खराब भइसकेको थियो नि त अनि नयाँ हालेर यस्तो गरेको के राम्रो बनाउनु भएको काम राम्रो गर्नुहुन्छ कि बबुल भैयाले तर पहिल्यैदेखिको मिस्त्री हो क्या उहाँ चाहिँ हाम्रो अनि त्यही भएर जुन काममा पनि हामी बोलाइरहेको छौँ यो गोदाम उहाँले बनाउनु भएको यिनीहरू सबै ठोकठाक होइन तपाईँले बनाउनु भएको है यो सब राम्रोसँग गर्नुहुन्छ काम अघि काम अहिले भइसक्यो कि एकजना मात्रै भएर पनि कस्तो गर्नुहुन्छ कि काम चाहिँ यस्तो मिस्त्री भए पो धेरै टाइम लाग्दैन किनकि धेरै टाइम लाग्ने मिस्त्रीहरू त डिस्टर्ब हुन्छ नि त पसलमा सो त्यही भएर चाहिँ छिट्टो भ्याउनु भयो यस्तो थियो कि त्यो टोयलेटको ढोका चाहिँ राम्रो थिएन कि सब बिग्रेको थियो कि होलसेल हजुरलाई थाहा छैन भने चाहिँ हाम्रो होलसेल कस्मेटिक होलसेल अब चाहिँ मेरो मोबाइलबाट रिप्लाई दिनुपर्ने हुन्छ अब अझै म के गर्छु कसो गर्छु भनेर देखाइरहेको छु हेर्दै गर्नु होला र इन्जोय गर्दै गर्नु होला कमेन्ट मार्फत भन्नु होला के कस्तो लागिरहेको छ मेरो यो डेली भ्लग चाहिँ र हजुरहरू कस्तो भिडियो हेर्न चाहनुहुन्छ कमेन्ट गर्नु होला प्र्याङ्क मुकबाङ अनि अब त्यस्तै नै हो मेरो चाहिँ मिक्स भ्लग हो हजुरहरूलाई थाहा छैन भने चाहिँ मेरो चाहिँ मिक्स भ्लग हो हाम्रो आर्यनज्यूको यहाँ चाउमिन आइसक्यो मिक्स चाउमिन बफ मिसेको छ यसमा अनि यहाँ ससेज मिक्स चाउमिन खाछिन् उनीले चाहिँ अर्कोबाट चाहिँ खासै खाना मान्दैन उसले त्यो एउटा ठाउँबाट खगे उसले चाउमिन मात्रै खाने खाना
फर्स्टमा रोक म खान्छु के बोसो नै हाल्दे यार खा भिडियो नचल्ने रहेछ नि चल्दैन मैले त्यही भएर भनेको बाहिरमा चाहिँ चल्छ दुई कपमै सकाइदिन्छ यसले त के खाइरहेको भिडियो बनाएर आउँछ खान हुन्छ एक कप खा अन्त खाए खान हौ त्यसलाई कसले रोक्छ र खा मैले राखिदिएँ एक दुई चम्चा मिठो बनाउँछ कि त्यहाँ चाहिँ चाउमिन अब हामी त नेवार हो हामी त बफ खान्छौँ आर्यन पनि खान्छ मैले पनि खान्छु आर्यन पनि नेवार हो म पनि नेवार हो हामीले चाहिँ बफ खान्छौँ अनि त्यही नै हो भ्लग के बनाउनु हौ व्यापार सेपार छैन आज त्यस्तो बिलसिल त्यस्तो छैन एउटा दुइटा त्यही हो त्यही नै चलिरहेको छ जिन्दगी यो चाहिँ मेरो मेन गोदाम हो यहाँ भुइँमा काटा क्लिप हुन्छ भने यहाँ यस्तो हुन्छ लिप ग्लस लिपस्टिकहरू यहाँ हुन्छ र आजको लागि भ्लग यहीँ इन्डिङ गर्नुपर्ने हुन्छ गाइज अब बिस्तारै भ्लग डेली हाल्ने कोसिस गर्छु भन्ने टाइपले हो त्यही नै यो भ्लग यहाँ अन्त्य गर्नुपर्ने चाहिँ थ्याङ्क यू सो मच फर वाचिङ हजुरहरूले मेरो माया साथ सपोर्ट दिनु होला मलाई हजुरलाई थाहा नै छ यो मेरो भ्लगर बनाउनु बढ्ने सोच चाहिँ पहिल्यैदेखि हो कि